पर्यो 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 जो पनि हुन सक्छ है। ल कसको भाग ल लकी विनर हुनुभएको छ स्पिन अगेन। पनि गिभ अवे आउँदैछ वर्थ $100 $100 अस्ट्रेलियन डलर्स। मेरो एउटा साथी फ्रम मेलबर्न सौरभ आचार्य उहाँले चाहिँ What's up guys, welcome back to my new video. आजको भिडियो चाहिँ मेरो जुन गिभ अवेको बारेमा मैले हालेको थिएँ त्यसको रिजल्ट अनाउन्समेन्टको बारेमा हो। आज लकी विनरले चाहिँ $50 को चाहिँ प्राइज जित्न सक्नुहुन्छ। अस्ट्रेलियन $50 नेपालमा हुनुभयो भने 5000 नेपाली रुपिस। अहिले चाहिँ मैले लकी व्हिल स्पिनर भन्ने एउटा वेबसाइटबाट जो चाहिँ नेम पिकर हो खासमा, त्यहाँ नाम हालेर सबैको नाम जसले कमेन्ट गर्नुभएको छ उहाँहरूको नाम हालेर चाहिँ व्हिल घुमाउँछु। तर त्यो चाहिँ आफ्टर 6 हुन्छ। सो बिफोर 6 चाहिँ अझ कमेन्ट गर्नुहुन्छ भने चाहिँ उहाँहरू चाहिँ स्टिल इलिजिबल हुनुहुन्छ यो पार्टिसिपेट गर्नुको लागि। सो उहाँहरूको नाम मैले कपी गर्दै यता हाल्दैछु। सो धेरै साथीहरूले चाहिँ नबुझेर होला इन्स्टाग्राम टिकटकमा पनि कमेन्ट गर्नुभएको छ, जहाँ चाहिँ मैले मतलब त्यहाँ चाहिँ कमेन्ट गरेर हुँदैन, यता युट्युबमै आएर गर्नुपर्छ भनेको थिएँ, तर मेबी बुझ्नु भएन। सो यो पालिको लागि चाहिँ मैले जसले टिकटक अथवा इन्स्टाग्राममा पनि कमेन्ट गर्नुभएको छ उहाँहरूको पनि नाम चाहिँ यता ल्याएर हाल्नेछु। गिभ अवेमा पार्टिसिपेट गराउँछु इन्स्टाग्राम टिकटक फेसबुक जुनमा गरे पनि यो पालिको लागि चाहिँ। तर नेक्स्ट टाइम पनि गिभ अवे आउँदैछ वर्थ $100 $100 अस्ट्रेलियन डलर्स। मेरो एउटा साथी फ्रम मेलबर्न सौरभ आचार्य उहाँले चाहिँ मलाई सपोर्ट गर्नुको लागि गिभ अवे गरिदिन लाग्नु भएको छ, मतलब म र उहाँ मिलेर। सो बिग साउट आउट टु सौरभ आचार्य फ्रम मेलबर्न अस्ट्रेलिया। सो मेबी आफ्टर यो भिडियो नत्र यही भिडियोमा पनि म अनाउन्स गर्न सक्छु अर्को गिभ अवेको बारेमा। त्यो चाहिँ वर्थ $100 अस्ट्रेलियन, नेपाली चाहिँ 10,000 रुपिस। सो इट्स अ गुड अमाउन्ट फर एभ्री वान। अनि यो चाहिँ फ्री हो, जस्ट कमेन्ट गरेर तपाईँले पार्टिसिपेट गर्न सक्नुहुन्छ। सो गो फर इट। यस्तो फ्रीवाला कुनै छ भने चाहिँ गो फर इट, ट्राई योर लक, यु मे बी लकी। भने जस्तै मोस्ट अफ द साथीहरू जुन मैले चिन्दिनँ उहाँहरूले चाहिँ भिडियो मात्रै हेरेर फेसबुक टिकटक इन्स्टाग्राममा मात्र पनि कमेन्ट गर्नुभएको छ। तर यो पालिलाई चाहिँ मैले कन्सिडर गरेर उनीहरूको नाम पनि यता लिएर हालिदिन्छु। सो उहाँहरू पनि पार्टिसिपेट हुनुहुन्छ यो पालिको लागि चाहिँ। सो बेस्ट अफ लक एभ्री वान। अहिले मैले व्हिलको मन बेलामा भेट्छु। सो मैले चाहिँ लकी व्हिल स्पिनर भन्ने छ, लकी व्हिल व्हिल अफ नेम्स भन्ने, यहाँबाट चाहिँ मैले यहाँ चाहिँ नाम हालिरहेको छु फ्रम अब कमेन्टहरू चुज भन्दा पनि सबै कमेन्ट जसले गर्नुभएको छ, अञ्जन थापा दाई, सौरभ, मनिषा, सुजिता दिदी, एभ्री वान जसले कमेन्ट गर्नुभएको छ उहाँ सबैको नाम हाल्छु। अनि मलाई चाहिँ धेरै साथीहरूले मलाई पार्दै अनि टेबल पनि पैसा लिएँ होइन, म तँलाई पैसा फिर्ता दिन्छु आधी गरौँ। किनकि मैले जतिजना धेरै जस्तो हुन्छ नि, मोस्ट अफ द पिपल हु हेभ कमेन्टेड आई नो एभ्री वान अफ देम। सो सबैसँग राम्रो सम्बन्ध छ, सबैलाई चिन्छु। सो इट्स नट लाइक एउटाले जित्यो भने तैँलेलाई जिताएको जस्तो चाहिँ होइन, किनभने यो ऱ्यान्डम नेम पिकर हो। सो जसको पनि नाम पर्न सक्छ। अनि सबैलाई मैले चिनेको छु, जसले कमेन्ट गर्नुभएको छ मैले सबैलाई चिनेको छु। त्यही भएर यो कुनै फेक होइन, जसले परे पनि पैसा पाउँछ। त्यो नेपाल भएकोले परे पनि पाउँछन्, यता भएकोले परे पनि पाउँछन्। सो देयर इज नथिङ एनी गेम, देयर इज नट एनी गेम अन दिस। यो चाहिँ रियल हो। कतिले चाहिँ भन्नुभएको छ हो मलाई पार्दै, कसरी पार्न आउँदैन, म आफै पार्ने भए। जस्तै कि अनिस थापा दाई, त्रिशना राणा दिदी, उहाँहरूले चाहिँ फेसबुकमा त कमेन्ट गर्नुभएको छ, तर पनि यो पालिको लागि चाहिँ उहाँलाई मैले कन्सिडर गर्छु उहाँको कमेन्टलाई, सपोर्टलाई, र यतापट्टि म नाम ल्याएर हालिदिन्छु। सो उहाँहरू पनि पार्टिसिपेट हुनुहुन्छ यो पालिको लागि। सो फेसबुकबाट चाहिँ यति नाम मिस भएको थियो, मैले यता ल्याएर हालिसकेको छु। सो
सो यो चाहिँ मेरो फेसबुक पेज हो, गएर लाइक गर्न सक्नुहुन्छ, फलो गर्न सक्नुहुन्छ। यसमा पनि मैले बेला बेला भिडियो हालिरहेको हुन्छु, तर अब चाहिँ यसमै मात्र भिडियो हाल्छु फेसबुकमा चाहिँ। सो यहाँ गएर पनि चेक गर्न सक्नुहुन्छ, मन पऱ्यो फलो गर्न सक्नुहुन्छ। अब म इन्स्टाग्रामतिर लगाएर त्यहाँको कमेन्ट गर्छु। सो अहिले चाहिँ मैले अहिलेसम्म जतिले कमेन्ट गर्नुभयो उहाँहरूको नाम लेखेर भ्याइसकेको छु। सो नाम यति भएको छ, व्हिल यस्तो देखिएको छ। सो व्हिलको चाहिँ म टाइम बढाउँछु एकछिनमा, कति टाइम घुम्ने भनेर। सो त्यहाँ 47 इन्ट्री। सो 47 जना टोटल जना हुनुहुन्छ जसले अहिलेसम्म इन्ट्री गर्नुभयो। सो अहिले चाहिँ यति 47 जनाको इन्ट्री भइसकेको छ। सो अब मेरो प्लान चाहिँ टिकटकमा गएर म्यासेज स्प्रेड गर्छु म, जसले टिकटकमा लाइभमा हुनुहुन्छ नेपालीहरू, उहाँकोमा गएर चाहिँ म म्यासेज गर्छु मेरोमा गिभअवे भइरहेको छ, तपाईँहरू गएर कमेन्ट गर्न सक्नुहुन्छ। रिजल्ट आजै आउँछ 50 AUD अथवा 5000 नेपाली रुपिस भनेर। सो हेरौँ त्यताबाट कति आउँछ। अहिलेसम्म 47 इन्ट्रिज भएको छ, टाइम 5:34। सो म म्यासेज स्प्रेड गर्नु भएँ। सो मैले चाहिँ नाम लिइसकेको छु, टोटल 58 भएको छ। तर 58मा चाहिँ 5वटा नेम स्किप गर्नुपर्ने छ, किनकि मैले बिचमा स्पिन अगेन हालेको छु। यसो रमाइलोको लागि इफ स्पिन अगेन पऱ्यो भने फेरि घुमाउन मिल्छ। सो अहिले चाहिँ टोटल 58वटा इन्ट्रिज गराएको छु मैले। 58मा मैले 5वटा चाहिँ स्पिन अगेन भनेर हालेको छु। स्पिन अगेन चाहिँ पऱ्यो भने फेरि स्पिन गर्न पाइन्छ, सो रमाइलो पनि हुन्छ भनेर हालेको छु। हाम्रो व्हिल चाहिँ अहिले यस्तो देखेको छ। सो टोटल 58वटा इन्ट्रिज छ, र त्यसमा स्पिन अगेन भनेर मैले हालेको छु 5वटा। सो टोटल 53वटा इन्ट्रिज छ, नामहरू हेर्नु सक्नुहुन्छ। सो एकजनालाई यहाँबाट पर्छ 5000 नेपाली रुपिस 50 AUD। सो हेर म चाहिँ अब यहाँ यसको टाइम चाहिँ अलिकति लम्बाउँछु। कस्टमाइज स्पिनको चाहिँ 10 सेकेन्ड छ, 10 सेकेन्ड नगइकन यसलाई 40 सेकेन्ड्स राख्छु। टाइटल पनि राख्नुपर्ने रहेछ, मैले टाइटल चाहिँ राखेको छैन। अनि सो यो व्हिल चाहिँ मैले भन्दा पनि तल दिदी हुनुहुन्छ, दिदीलाई घुमाउनु लाउँछु म। फेरि इनफ हुन्छ होला त्यति भयो भने, के हुन्छ हेरौँ। सो यस्तो भएको छ, मैले टाइटल पनि राखिसकेको छु यता, अनि कस्टमाइज पनि गरिसकेको छु। टोटल 58 इन्ट्रिज भइहाल्यो। कस्टमाइजमा गएर मैले 50 सेकेन्ड्स राखेको छु, 40 सेकेन्ड्स अलिक कम होला भनेर 50 राखेँ। अनि आफ्टरमा चाहिँ कङ्ग्रेचुलेसन यु आर अ विनर भनेर राखेको छु। जसले जित्छ त्यसमा चाहिँ ओके। अब चाहिँ हामी तल जान्छौँ, दिदीलाई स्पिन गर्न लाउँछ यो। हेरौँ दिदीले को लक्कीलाई पार्नुहुन्छ, यो खातबाट को लक्कीले चाहिँ यो गिभअवे पाउँछ। लाइट नि बल्यो फेरि अँध्यारोमा अनुहार भएर। म कहिले लाइट बल्ने थिएन। अनुहार अँधेरो होइन, अनुहार उज्यालो छ। तिम्रो फोनमा चाहिँ अँधेरो आउँछ होला, भ्याउँदो रहेछ। अब हाम्रो दिदीले व्हिल स्पिन गरेर एउटा लकी विनरलाई $50 अस्ट्रेलियन अथवा नेपाली मान्छेलाई नेपाली पैसा 5000 रुपैयाँ प्रदान पारिदिँदै हुनुहुन्छ। हाम्रो लकी व्हिल यस्तो छ। अनि नाम थर यस्तो रहेको छ। मैले बल्ल 500 रुपियाँ दिएर मगाउन आएको छु दिदीलाई। अब हाम्रो यो नछिट्नु फेरि एकछिन, त्यही त हो नि। छुच्चा छोइसी तपाईँको आउँदैन कि तपाईँलाई कम्प्युटर चलाउनु मलाई थाहा छ त। अब मेरो थोप्रा देखाएर मलाई उ गराइदिने ल यहाँ छास्दै छिन् त। ल अब एकछिन तपाईँ आउनु न यता यार। ल ल ल चिट्ठा पऱ्यो भने अस्ति लङ्गुर बुर्जा घुमाएको जसरी भन्नु न। पैसा मलाई हेर फ्रीमा गराएर यति पैसा तिरेको हेर नि बुढो भयो त। अब त्यो त होइन है, तर नाम हालेको छ नि त्यहाँ, छैन त होइन। अब दिदीले गर्दै हुन्छ है,
तपाईँ के भन्नुहुन्छ साइडबाट भने नि म तपाईँले देखाउँदिनँ बरु ठिक छ नि होइन 1 मिनट 50 सेकेन्ड्स घुम्छ यो चाहिँ चलाइ पनि भन्न सक्छ तपाईँको नाम पनि छ चाहिएको छैन किन दाइले कमेन्ट गरेन अब ढिलो आउनु तपाईँ र म ल त गर्नु पनि ल के भन्नु अनि गर्नु त ल गुड लक सुड लक भन्नु अनि गर्नु न यहाँ के हुन्छ त दुधु पनि ल यहाँ चित्नु गर्नु फेरि ल भन्नु कपाल नि कोरे हैन अलिकति राम्रै त हुन्छ नि यार अहिलेसम्म के भन्छ चाहिदिनु मन यो कस्तो हुन त ल गर्नु गर्नु ब्याकग्राउन्ड आउँछ दाइ त्यो यस्तो गर्नु न त कपाल यहाँ यस्तो भएको रहेछ त्यही त हाल्ने हो मैले मेन के हाल्यो रे त्यही तपाईँ यस्तो गरेको यो चाहिँ हाम्रो दिलले सिधै डिस हानेको हो सुन्दर थापालाई सक्यो मान्छे सुन्दर थियो भएन है मेरो त यहाँ त राम्रै आएको छ त्यहाँ त कस्तो राम्रो आएको क्या ए ओके गुड लक गाइस गुड लक अल द पार्टिसिपेन्ट्स ल है एक पाउनु म चाहिँ स्क्रिन रेकर्ड पनि गर्छु सहिले पनि एचडी आयो नि त्यति भएपछि होइन एउटा त स्क्रिन रेकर्ड पनि गरेपछि त यहाँ नाम चाहिँ तलमाथि पार्छौँ सफल अलिक धेरै चाहिँ सफल गरेपछि सजिलो हुन्छ ओके सो ल अब हाम्रो दिदीले स्पिन गर्नुहुन्छ ल भन्नु त अल द बेस्ट सबैजनालाई अब हामी चाहिँ लकी विनर छान्दैछौँ ओके नाउ स्टार्ट ल गर्दै त गर्नु गर्नु ल पर्यो लकी विनर लकललाई पर्यो है पर्यो जो पनि हुन सक्छ है ल कसको भाग्य उदय हुँदैछ आज हेरौँ है ल तपाईले पाउनु भएको छ सिंगै $50 को गिफ्ट कार्ड को हो लकी विनर $50 को ल लकी विनर हुनु भएको छ स्पिन अगेन होला जस्तो है स्पिन अगेन होला जस्तो छ है ओके र यो लकी विनर हुन सफल भएको छ नन अदर देन सोनम भुजेल कङ्ग्रेचुलेसन सोनम भुजेल सनम भुजेल चाहिँ मेरो पोखराको साथी हो ठीक छ त देऊ न वाली आफ्नै साथीलाई परेछ त ल जन्मदै भुजेल चाहिँ मेरो पोखराको साथी हो अनि भर्खर 5 10 15 कति 1 घण्टा अगाडि चाहिँ म कुन कमेन्ट हान्छु अन्त कमेन्ट हानेर भर्खर नाम मात्र हालेको थियो तर उसैले पर्यो कङ्ग्रेचुलेसन सनम फर विनिङ $50 5,000 नेपाली रुपिस एक्सचेन्ज रेट 100 नभए नि म 5,000 रुपियाँ नेपाली चाहिँ दिन्छु तर ऊ दुबईमा छ अब उसले दुबईमा $1 लिन्छ कि नेपालमा 5,000 लिन्छ भन्ने कुरा हो कङ्ग्रेचुलेसन अब म गएर पोस्ट हाल्छु सो हाम्रो विनर चाहिँ पाइसकेको छौँ हामीले सनम भुजेल कङ्ग्रेचुलेसन अब म मेसेज गर्छु तिमीलाई के हुन्छ अनि यो भिडियो चाहिँ म जोडेर हाल्छु होला पछि तर अब चाहिँ पोस्ट हाल्छु कङ्ग्रेचुलेसन गरेर अनि अर्को गिभअवे पनि आउँदैछ इट्स अन द वे त्यसको लागि चाहिँ डिटेल्स पछि भन्छु म के हुन्छ बिस्तारै सो थ्याङ्क यू फर वाचिङ टिल द एन्ड वेट फर अदर एन्ड द गिभअवे लाइक कमेन्ट सेयर सब्सक्राइब यस्तै भिडियोको लागि अनि थ्याङ्क यू भेरी मच सो मैले गिभअवे त गरेँ नेपाल पैसा पठाउनु पऱ्यो अब पैसा कसरी पठाउने भन्दाखेरि मैले एउटा वे पत्ता लगाएँ क्यापिटल रेमिटेन्स जसले चाहिँ तपाईँलाई एकदम राम्रो एक्सचेन्ज रेट दिन्छ क्यापिटल रेमिटेन्समा साइनअप गर्नको लागि चाहिँ इजी छ एकदम एउटा जिमेल अकाउन्टले तपाईँ क्रिएट गर्न सक्नुहुन्छ त्यसपछि आफ्नो अस्ट्रेलियन फोन नम्बर हाल्नु भएपछि एउटा आइडेन्टिटी भेरिफाई गर्नुपर्ने हुन्छ त्यति भएपछि युआर इलिजिबल टु सेन्ड मनी ब्याक टु यर होम सो मैले चाहिँ आफ्नो त्यहाँ अकाउन्ट लगइन गरेँ सो 1 AUD को $86.54 दिइरहनु भएको थियो उहाँहरूले चाहिँ भने
रेमिटली वर्ल्ड रेमिटमा चाहिँ $85 मात्र थियो। सो मैले चाहिँ क्यापिटल रेमिटेन्स युज गरेँ पैसा पठाउनको लागि। सो मैले पनि पठाएर हेरेँ। सो मेरो साथीले चाहिँ इन्स्ट्यान्टली पैसा पाइसक्नु भएको थियो र पैसा पाएर उहाँले भिडियो पनि बनाएर पठाउनु भएको छ। यस एकदम सजिलो सहज रूपमा तपाईँलाई पैसा पठाउन चाहनुहुन्छ भने युज क्यापिटल रेमिटेन्स। र यो मेरो साथीको भिडियो। हाम्रो प्यारो मित्र दिपेश साथीले चाहिँ युट्युबमा लकी ड्र कन्टेस्ट राख्नु भएको थियो र त्यसमा चाहिँ म लकी हुन साबित भएँ। साथसाथै विनर गरेर $50 पनि आइसकेको छ खातामा। साथसाथै आगामी दिनहरूमा पनि यस्तै लकी ड्र आउनेछ। ल सबैजनाले लाइक सब्सक्राइब सेयर भनेर सबैजनाले हेरेर मन पराइदिनु हुन सबैलाई आग्रह गर्दछु।